पहिला पहिला ऋषि मुनिले चाहिँ रुखको फेदमा भगवान बुद्धले पनि तपाईँको गया भन्ने ठाउँमा चाहिँ पिपलको बोट मुनि तपस्या गर्नुभयो अरे। अब हामीले अहिले तपस्या त गर्नु पर्दैन, तर त्यो तपस्याको नाम नै धैर्यता हो, धैर्यताको नाम नै तपस्या हो। तपस्या आज पनि छ, हिजो पनि थियो, आज पनि छ। हिजो रुखको मुनि थियो, आज तपाईँ हाम्रो पल पलमा छ, तपाईँ हाम्रो अभियानमा छ। त्यो तपस्यामा तपाईँ सफल उत्तीर्ण हुनुभयो भने तपाईँ सफल हो, अनुत्तीर्ण हुनुभयो, अधैर्य रहनुभयो, होइन हुँदैन रहेछ भनेर चाहिँ पलायन भइहाल्नुभयो भने तपाईँ सफल बन्न सक्छ। र म धैर्यतामा जोड दिन चाहन्छु। धैर्यताको बारेमा थुप्रैले अब भन्न चाहन्न, यति भन्दा पुग्छ पनि होला। धैर्य बनेर हामीले चाहिँ अब हाम्रो अभियानलाई अगाडि बढाउनुपर्छ। सबैजनालाई म अनुरोध गर्न चाहन्छु, एकले अर्कालाई जहिले पनि सम्मानको दृष्टिले हेर्नुहोस्। अरूलाई अपमान गर्ने मान्छे कहिले पनि खुसी बन्न सक्दैन। म तपाईँलाई अपमान गर्दैछु, तपाईँ मलाई अपमान गरिदिनुहुन्छ, फल्नाले फल्नालाई अपमान गर्छ, फल्नाले फल्नालाई अपमान गर्छ। हामी बिचमा एकता हुँदैन। एकता नहुनु भनेको सँगै काम नगर्नु हो, सँगै काम गर्न नसक्नु। एकजना मान्छेले मात्रै समाज चलाउन सकिँदैन, देश चल्दैन, देश बन्दैन। त्यसले गर्दाखेरि सम्मानको दृष्टिले एकअर्कालाई हेर्नु। यहाँ विभिन्न ठाउँबाट आउनुभएको छ, एकअर्कासँग परिचय छैन तपाईँ, होइन? परिचय पनि गर्नुहोला जति सक्दो, होइन? आत्मीयता तपाईँको बिचमा बढोस्। चिल्लो रातो रातो परेको, होइन? फ्रेस आलु भन्नुहोस्। त्यो फ्रेस आलु बनेर सधैँभरि रहिरहनुपर्छ। आफू कुहियो भने अरूलाई पनि हामी कुहाउँछौँ, त्यसले गर्दाखेरि आफू कुहिनु हुँदैन, होइन? हामी मौरी जस्तो बन्नुपर्छ, झिँगा जस्तो बन्नु हुँदैन। पहिला पनि मैले यही भने, यही हलमा भने, झिँगा र मौरीमा हामी मौरी हो। मौरी हौ तिमी, झिँगाको सङ्गत कहिले नगर्नु, रक्षानमा लान्छ त्यसले तिमीलाई त्यसको बाटो। तपाईँ मौरी हो, यो देश बनाउने मौरी हो, है? यो देश बनाउने मौरी हो। अब तपाईँ मौरी हो भने तपाईँले आफ्नो सङ्गत चाहिँ झिँगाको राख्नु हुँदैन। झिँगाको सङ्गतले तपाईँलाई कहाँ लान्छ? फोहोरमा लान्छ, गुमुदमा लगिरहेको हुन्छ। अनि भरे त आधी जति त यहाँको फेरि मौरी त गुमुदमा गइरहेको। त्यस्तो पनि भन्नु हुँदैन, होइन? मौरी हौ तिमी, झिँगाको सङ्गत कहिले नगर्नु। मौरी हो, म तपाईँहरूलाई मौरीको रूपमा, होइन, चिन्छु, जसको हरेक उडान सुमधुर, होइन, बास्नादार फुलमा रहन्छ, कहीँ कतै दूषित घिनलाग्दो, होइन, पदार्थमा होइन, एकदम पवित्र मह जहाँ छ रस, त्यहाँनिर चाहिँ तपाईँको हरेक पाइला, हरेक उडान मौरीको त्यहाँ हुन्छ। त्यस्तो हाम्रो हुनुपर्छ। म त्यसरी पनि यहाँलाई सल्लाह दिन चाहन्छु। मैले अघि भन्दै थिएँ, हरेस नखानुहोस्। हरेस खाने कुरा त थुप्रै छन्, भने जस्तो कसैलाई पनि सुख छैन। तपाईँले देख्दा म सुखी, है, मेयर भयो हेर, मैले देख्दा तपाईँ सुखी थिएँ, होइन? टेन्सन त तपाईँको थोरै छ। फेरि तपाईँले देख्दा अरू सुखी, अरूले देख्दा अरू सुखी, अरूले देख्दा तपाईँ फेरि सुखी। वास्तवमा सुख र दुःख भने चाहिँ के जस्तो लाग्छ तपाईँलाई? आफ्नो सोचाइको कुरा रहेछ, सोचाइको कुरा, है? आफ्नो आफ्नो हेराइको नजर रहेछ, त्यो दृष्टिकोण रहेछ कि। हामी सबैजनालाई एउटा एउटा टेन्सन छ यहाँ, छ कि छैन भन्नु त? छ। सबै
लगभग मलाई लाग्छ यहाँ 99.9% त हामी सबै म्यारिड छौँ। फ्यामिलीको रेस्पोन्सिबिलिटी, परिवार है, अनि आफ्नो नातागोता। कोही पनि यहाँ एक दुईजना चाहिँ ऊ छ कि एकजना रहेछ, 1000 जनामा एकजना भनेको त्यही पर्सेन्ट होइन त्यो होइन। अब ध्यान दिउँ है एकछिन है। पीर थुप्रो छ है, पीर थुप्रो छ, तर त्यो पीरलाई पनि हामीले चाहिँ बिर्सेर हाँस्न सिक्नुपर्छ होइन। पिरै पिर छ, पिरै पिर छ भन्दै सोच्दै 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 बस्यो भने चाहिँ केही गर्नु हामीले जाँगर चल्दैन कि। त्यसले गर्दाखेरि म पोजिटिभ बन्नको लागि, त्यो अर्थमा त्यसरी सोच्नको लागि पनि म अनुरोध गर्न चाहन्छु। तपाईँ पिरै पिर मात्रै छ भन्ने सोचिराख्नुहुन्छ भने बाँच्नै सकिँदैन, टेन्सनै टेन्सन छ। जीवनलाई सहज रूपमा लिनुपर्छ। अघि भर्खरै हामीले मौन धारण गऱ्यौँ, कति दुःख लाग्छ नि, लाग्दैन? तर हामी यहाँनिर छाती पिटी पिटी बिसन राईज्यूको होइन निधन भयो भनेर यहाँ हामीले रोएर उहाँ फर्किनुहुन्छ, फर्किनु। हामी दुःखी छौँ स्वाभाविक रूपमा। अहिले भर्खरै परेको हाम्रो सामूहिक दुःख त्यो, तर हामीले त्यही दुःखलाई मात्रै सम्झिरह्यो भने हामी आफू फेरि डिप्रेसनमा जान्छौँ होइन। अनि भोलि कोठाबाट निस्किनु मन लाग्दैन होइन, अनि साह्रै धेरै भएपछि फ्यान मात्रै हेरिराख्नु मन लाग्छ होइन। त्यो हुन्छ, भइरहेको छ, भइरहेको छ। त्यसले गर्दाखेरि लाइफलाई इजी तरिकाले पनि लिनुपर्छ, इजी तरिका। समस्या आउँछ जान्छ होइन भनेर पनि लिनुपर्ने हुन्छ कतिपय ठाउँहरू। त्यो पनि अब मैले यहाँलाई अघि भर्खर व्यक्तिगत स्वार्थको कुराहरू गर्दै थिएँ होइन, विकासको अभिलाषाको कुराहरू गर्दै थिएँ। अब तपाईँहरूले मलाई एउटा नगर प्रमुखको रूपमा देख्नुहुन्छ र तपाईँहरूबाट चाहिँ मबाट चाहिँ तपाईँहरूले विकासको आशा गर्नुहुन्छ। सबैको मैले माग पुरा गरिदिन सकिरहेको छैन। मसँग 4वटा कुराको सीमा छ: स्रोत साधन, समय र अधिकार। स्रोत साधन, समय र अधिकार भनेको चाहिँ बजेट, समय र अधिकार। धरानको महानगरपालिकाको मेयर यो देशको सर्वेसर्वा होइन, चेक एन्ड ब्यालेन्स गर्ने निकायमा भन्दा माथि थुप्रै छ। त्यही भएर मुद्दाहरू थुप्रो लाग्यो। आज पनि अख्तियार आएर अघि के अरे आधी घन्टा जति कुरा गर्नु चाहे। तपाईँहरूको असङ्ख्य अभिलाषाहरू छन्, ती अभिलाषाहरूलाई म 1 घन्टामा समाधान गर्नु पाए त हुन्थ्यो जस्तो लाग्छ मलाई पनि। तर मसँग पैसा कति छ त, समय कति छ त? समय यहाँ सबैको टोल टोलमा श्रमदान गरौँ जस्तो लाग्छ मलाई। कसैको जाली लगाइदिनु पर्ने, कसैको चाहिँ ड्रेन बनाइदिनु, सबै गरौँ जस्तो लाग्छ। तर समय कति छ त मसँग? समयको सीमा छ, अधिकारको पनि सीमा छ। त्यसो भएको कारणले गर्दाखेरि त्यो पनि बुझ्नको लागि म अनुरोध गर्न चाहन्छु। तपाईँहरू कोही पनि मेरो नजिक र पराय हुनुहुन्न। त्यो पर कुनामा बसिराख्ने जसको मलाई नाम थाहा छैन, त्यो पनि मेरो लागि उत्तिकै हो, उहाँ पनि उत्तिकै हो। यहाँ बस्ने होइन व्यक्ति पनि मेरो लागि उत्तिकै हो। त्यसलाई अन्यथा पनि नलिनु होला। यो कारणले पनि निराश हुने कुराहरू आउँदो रहेछ। हामीले भनेको चाहिँ सुन्दिएन, भएन, उसको चाहिँ भयो, त्यसरी पनि नबुझ्नु होला। मैले अघि भने बजेट, समय र अधिकार 3टा कुराको सीमितताभित्र भएको कारणले गर्दाखेरि कतिपय कुराहरू तपाईँहरूको मागहरू पनि म कहाँ आइपुगेको छैन होला, आइपुगेको सम्बोधन भएको छैन होला।